Everyone, welcome back to my channel. आज धेरै पछि मैले फेरि ब्लग ल्याउँदै छु किनभने आज एकदम स्पेशल छ। आज वैशाख 17 गते मेरो भदैनीको चाहिँ गुन्यु चोलो छ र गुन्यु चोलोको तयारी म तपाईहरुलाई देखाउने छु। फर मेमोरिज म त्यति पपुलर त छैन, कसैले हेर्दैन होला, फेरि म हेर्छु पछि फ्युचरमा। यही छ तयारी गुन्यु चोलोको। मेरो काका हुनुहुन्छ यहाँ, मेरो यहाँ हुनुहुन्छ मेरो जेठी फुपू, अनि यहाँ के लाउँदै हुनुहुन्छ आलु, अनि यहाँ छ हाम्रो तयारी। काकाले फाइल पल्टाउँदै के गर्दै हुनुहुन्छ कुन्नी डायरीमा हिसाब किताब, र यता पाक्दैछ हाम्रो कान्छी काकीले पकाउँदै हुनुहुन्छ सेलरोटी। मम्मीको तयारी हुँदैछ तत्तो दही बडा। हेर्नुहोस् मेरो मम्मीले बनाउँदै हुनुहुन्छ मिठो, भैयाहरूलाई पनि फ्लप हान्दिनुहुन्छ मिठो बोल 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 हेर्न सक्नुहुन्छ। हेर्नुहोस् हाम्रो मम्मीले काकीले बिहान उठेदेखि तातो यस्तो काँडेदार सेलरोटी बनाउनु भएको छ। यसलाई भन्छ सेलरोटी हाम्रो नेपाली। र यहाँ हेर्नुहोस् के हो यो फिस फ्राई। प्राञ्जल से हाई, यो चाहिँ मेरो कान्छी काकाको छोरा, मेरो भाइ। यहाँ पनि सायद ए ओ ओ ओ स्पेसल स्पेसल, यो चाहिँ राईको घरमा यो नबिना त कहाँ हुन्छ र। सुँगुरको मासु फेरि हिजो रातिदेखि अचानक बिरामी भएर हैरान, ज्वरो आइरहेछ, डाइरिया झमिरहेछ, कुरकुरे दाँत आउँदैछ, त्यही भएर हो कि। यहाँ चाहिँ मेरो प्यारी भदैनी जसको आज गुन्यु चोलो हुँदैछ। से हाई, राम्रोसँग बोल न यता फर्केर। भदैनीलाई म राम्रै राइनी बनाएर राख्छु। अबको 10 वर्ष पछाडि माग्न आउन सक्नुहुन्छ है। हेर्नुहोस् राम्री छ, अलिक क्युट छन् कि, अलिक मोटी छिन्, स्लिम ट्रिम भइहाल्छिन् आजको 10 वर्ष पछाडि। चाहिँ उठ्ने ठेगान छैन, 9 बजिसक्यो, सुतिरहेछिन्। कोही बसेर बलुन फुलाउँदैछौँ र मेरो दाईको बलुन फुलाउने स्टाइल सुन्नुहोस् है। ले बलुन फुलाउन जाँदै हुनुहुन्छ ए अहिले त नर्मल फुलाउनु भयो त। अघि त टायर जस्तै के अरे ब्रेक लाउँदाखेरि टायर फुल्ले यस्तै गरेर गर्नुभएको थियो। छोरालाई चाहिँ हटाइदिनु यता छु म। मेरो क्यामेराम्यान नातिनीको तेस्रो कर्म गर्दैछु आज। बाजे पुर्खाहरूले वायु बतासले रोग छ सबै उडाइ लैजाओस्, सगरमाथा कटाइ लैजाओस्, नदीले हुँदैन दबाई लैजाओस्। ल अब यस्तो गर्नुपर्छ कि भाइ चामलले अलिअलि बाजे बजूले छर्किनु त है। बाजे बजू कपडाले अलि हल्का सबैले लु छर्किनु, सन्देले पनि। मेरो नातिनी ठुलो भइन्, शुभ होस्, राम्रो होस्, राम्रो होस्। चित्तको चेतना म हातमा लागेको कुराको सोचेको कुरा हमेसा पुगिरहोस्। हाम्रो नातिनीको चाहिँ के हो भने जस्तो चिन्ता त्यस्तै होस्। आउनु पनि फोटोमा आउनु पर्यो, देख्नु पर्यो नि। आउनुहोस् आउनुहोस् आउनुहोस्। हाम्रो काकी बल्ल आउँदैन हुन्छ ल्याएर। म पनि रेडी भएँ, जर्जटको साडी अलिकति लगाउन आएन, 10 मिनटमा तयार भइदिएको। ब्लाउज चाहिँ मोटाएर मटेन। यहाँ छ मेरो भदैनी, हुन्छ यहाँ रेडी छ। यहाँ छ मेरो छोरी र संस्कृति। यता हेर सुन्नुमा, हेर हेर मेरो भदैनीको गुन्यु चोलो अब सुरुवात कर्म हो। यो चाहिँ हाम्रो परम्परादेखि चलिआएको चाहिँ यो पनि यो सुन्नेमा नयाँमा तामा र खेम दिदी बहिनीहरूले मेरो प्यारी भदैनीको गुन्यु चोलो। अबको 4-5 वर्षपछि मेरो छोरीको पनि हुन्छ गुन्यु चोलो। मेरो फुपू हुनुहुन्छ, माइजू हुनुहुन्छ, दादा हुनुहुन्छ, बहिनी। आफूले
यसो ठ्याक्क एक दाना चाहिँ त आफूले पनि ल्याउनु पर्छ आफूले आफैले राम्रो गरोस् पहिला भात खुलाई अनि अब चौथो कर्म हुन्छ विवाह चौथो कर्मदेखि हातबाट गयो यता बस्नु यता यहाँनिर फोटोमा आउने गरी नानीको पछाडिपट्टि सबैजना आउनुहोस् दिदीहरूमा यता आउनुहोस् ल यता आउनुहोस् यता आउनु नानी एकजनाले फोटो खिच्नु यता आउनु नि बहिनी मेरो भदिनी ठोली भएन सुन्ने मनाइमा तामाङ खेल्ने दिदी बहिनीहरूले परापूर्व कालमा मानिस सरकार ढाङ्गाको लागि कपडा बुनेका थिए त्यस कपडालाई हाम्रो किराँती पुर्खाहरूले विधिपूर्वक शरीरमा धारण गरी मानव शरीरमा कपडा लाउने परम्पराको सुरुवात गरिरहेका थिए त्यसैले आज नातिनीलाई पनि भगवानले यस संसारमा मानव भएर बाँच्न पनि यस संसारमा सृष्टि गरिदिनु भएको छ र त्यसैले गर्दाखेरि बाजे बोजू आमा बुबा सम्पूर्ण नरनाथहरूको उपस्थितिमा विधिपूर्वक कपडा पहिराएर मानवको शिक्षा कर्म गुन्यौचौलो गर्दैछु गुन्यौचौलो कार्यक्रमै सकेन रहेछ यहाँ बताउनु बाँकी नै थियो केही हुँदैन सुम्नेमा त्यही माथि यसो घुमाएर यता फ्याँक्नु यसो घुमाएर यता फ्याँक्नु अब यसले टोटी अघि जस्तै उता यता फ्याँक्नु अझै एकचोटि गयो यता ल लगाइदिनु दुईजनाले लाउनु सँगै लाउनु पर्छ सँगै असित तिमीले गर्ने कि म गरिदिउँ इन्द्र नसुते शत्रु सङ्ग्रह गावाय सूर्य लौके प्रतिष्ठ पावन मनोहर जदुरु जादनी जयन्ती काली मंगल काली कपालिनी दुर्गा क्षमा शिव धात्री शिवा शिवा नमस्ते जति लाउँदा भयो ल अनि मेरो छोरी दसैँमा लाउनु मन थिएन अब लगा अब त पर त्यो बाटीमा तिमीको लुगा त नजला बाटी भाइ दक्षिण देऊ न भाइ भा आशीर्वाद दियो भाइको किन छैन उहाँ दक्षिण हेर्नु त नातिले म अगाडि सरेको हेर्दैछ लाइदियो त्यसलाई यो धेरै माया हैन त्यसले त कस्तो मजाले ब्याग राखेको छ आफै हेर न ल टुक्क लगाऊ यहाँ भङ्गाउन पनि डरै लाग्ने नि त कुच्ची जान्छ अगाडि त हुन्छ होला कि नारी ल मेरो भदैनी त्यो ट्याग पनि निकाल्दै हुन्थ्यो ट्याग कहाँ त्यहाँ झुन्डिरहेको छ बङ्गी चाहिँ त्यो ट्यागलाई ल्याउ छोरी राख अरे बेलुका मात्रै ल रु कस्तो सबै नानी हाम्रो नातिनीहरूको पानी भिजा छुने के छ म त जोडी जोडीमा लगाइदिनु भन्ने कुरा बिर्सेको क्या यहाँ फोटोमा आउँछ नि त सिधा सिधा गर केही हुँदैन त्यो माथि गर्नु पर्दैन ल है यो मान्छे देखिन मन नपराउनेलाई देखाइदिन्छु म माइजू मेरो हेर्नु यति ब्युटिफुल माइजूको यहाँ छोरी
हाम्रो नातिनी कति ज्ञानी हुनुभएछ है। मेरो छोरी ज्ञानी भएको देख। समाउ छोरी। हामीलाई त ल कान्छा फुपा र ल दिप यहाँ ब्यागमा राख यसले अरू भन्दा नि कुन बेला ऊ चाहिँ फाल्ने हो कि भनेर डर लाग्दैछ क्या। औँठीहरू मालाहरू फालिदिने हो कि भनेर डर लाग्दैछ। हाम्रो नातिनी पिछलो कर्म सधैँ ज्ञानी बुद्धिमानी भइरहनु, दिगरादो फाइले जस्तै प्रगति गर्दै जानु, सबैभन्दा अगाडि हुनु, राम्रो पढ्नु, डाक्टर बन्नु, सबै कुरा चिताको चिता नाम पुरा समेतको लागि र सधैँ श्रीमात्मा सूर्यले बास गरेर मुखमा सरस्वतीले बास गरिरहन्। ज्ञानी ध्यानी ल ल ल ल ल है। अब चाहिँ अल्छी लाग्नु राख धेरै टिका लगाइदिएर। अब अति हुनु लाग्यो। अब कुन बेला चिच्चाइदिनु भएको छैन। हावा गर्दै संस्कृति हावा हावा गरिदिनुपर्छ सबैलाई। हावा हावा गर्नुपर्छ। यताको चाहिँ दियो निभेछ क्या हो? यताको चाहिँ निभेछ। एउटा बोल्यो हुन्छ त साथी यसो गर्दा चाहिँ यसो गर्दा सिक्दै गर्नु परेन। एउटा उता मामालाई हेर नानु। ये फूल का नाम क्या है? दक्षिणा एकजनाले दे भइगयो नि। अन्त दुईजनाले पर्दैन त। आमाले मात्रै गर्नु भइहाल्छ त। यहाँ छ बिचरा खोज्दैछ। यहाँ छ यहाँ टिका मात्रै लगाइदिनु पर्ने रहेछ भन्दाखेरि मान्छे केही ल्याएन के किनेर खानु। त्यत्रोको किनेर खाँदैन। गिरिनवाला समातेर राखिहाल। हात औवा कहिले चाहिँ बोल्ने हो पनि। बाहिर गयो बनाउने भनेर बाहिर ल्याएको। एउटा फोटो झन्डै कानको
जोडी चाहिन्छ पढ्ने है धेरै है न निन्द्रा लागेको जस्तो छ मुमाहरूलाई हेर थाहा छैन मैले बिहान बिहान त दिँदिनँ नि त कस्तो धागो सुन्ने मलाई टिका लगाउनु जान्दैन अब नबोल है सुन्नेमा यहाँ तदे बिचार एकजनाले दिनु न किन ती तीनजनाले हो र एउटै घरबाट ल भयो 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 आज त यसलाई के भयो ऊ आन्टीहरू यता घाममा आउँछ फोटो यति लामो गर्दैछ काट्दै गर्दैछौ एउटै भिडियो हो यो 15 मिनट 16 मिनट भइसक्यो त्यो त बहुत लामो भयो आउनु है फोटो खिच्नु मन त्यहाँसित कपडा फेर्ने हो यो 2 मिनटको लागि हाई हाई भइसक्यो दाजुभाइ सेम ट्विन्स जस्तै हुनुहुन्छ हेर्नुहोस् त्यही त नि यहाँ तयारी हुँदैछ हाम्रो यता अचारको यस्तो भन्छ क्या भ्लगमा यस्तो हुन्छ मेरो हेर्नुहोस् दामी मान्छे पनि हल्का उठाउँ भनेको त बाबा चाहिँ क्यामेराम्यान भइदिइराख्नु भएको छ खाँदैछौँ आन्टीहरू हुनुहुन्छ हाम्रो गाउँको आन्टीहरू अनि यहाँ चाहिँ मेरो छोरी मेरो मम्मी मेरो काकी माइजू रश्मि मेरो छोरा मेरो छोरा बिरामी छ अनि यहाँ हुनुहुन्छ दाई दाई हाई भनिदिनुहोस् त गोरे दादा हुनुहुन्छ यहाँ काका मेरो काका र मेरो बाबा चाहिँ ट्विन्स जस्तै हुनुहुन्छ होइन मेरो बाबा दाजु भाइ काकाको छोरा ठुलो फुपू सानो फुपू हाई भनिदिनुहोस् हाई भनिदिनुहोस् यता ड्रेस चेन्ज गरिसकेको छु अनि त्यहाँपछि यहाँ भ्लग बनाउँदैछु ब्युटिफुल केटी यो चाहिँ को हो भने चाहिँ मेरो भाउजूको भदैनी आमा क्युटी पाई अगाडि लग्यो भने त्यही भएर यहीँबाट टाढैबाट खिचेको छ है मेरो भाउजूको भाउजू मेरो भाउजूको भाउजू दुईजना हुनुहुन्छ है के भएर
यतानिर भाइहरू पनि आयो हाम्रो दिपाको छोराहरू 3 जना 3 भाइ जेठा माइला साइला यहाँनिर हाम्रो म्याम सरहरूले पनि आशीर्वाद दिँदै हुनुहुन्छ सुनिमालाई ल यता हुनुहुन्छ है हेर्नु आज मेरो भदैनीको गुन्यो चोलोको कमाई आमामामा हजार हजार यस्तो फैलाएर देखाइदिनु त एकचोटि त हेर्नु यहाँ अझै पनि छ है ल हेर्नु है आमामामा 4-5 वटा गायब गरिदिन्छु जस्तो लाग्दैछ मलाई भोलि बाटो खर्च त्यस्तै छ त पैसा हेर्नु पैसा यसरी गनिन्छ दामी बाबु खुबै गाली गर्नुहुन्छ जो भित्रबाट टिसु लिएर आउँछ छिटो मैले लिएर आउ दिन्छु एउटा ओन्ली वान Hello guys.
खाजा चाहिँ हेर्न सक्नुहुन्छ। म यहाँ बसिरहेको छु, उहाँ चाहिँ उहाँ नाच्नु हुनुहुन्छ, उहाँ चाहिँ वर्षा दिदी मामा घरबाट आएको। मेरो चाहिँ आज गुडमेसरी हो, उता हेर्न सक्नुहुन्छ। अनि मेरो भाइ हेर्नु, ए देख्यो भाइ त गाइस भाइ हेर्नु कस्तो चिमाट यो चाहिँ एन्डिङ भिडियो है। हिजो किनभने हामी 11:30 बजीसम्म रमाइलो गऱ्यौँ, नाच्यौँ, गायौँ होइन। अनि मेरो छोरा पनि हल्का बिरामी थियो, अनि फेरि उसलाई सुताएपछि हल्का गफ गरेपछि हामी पनि सुत्यौँ। अनि जो हाम्रो भदैनीको कार्यक्रम मजाले रमाइलो तरिकाले सकियो, सम्पन्न भयो र फुपूहरू पनि घरतर्फ लाग्नुभयो। अनि साँझ हामीहरू पनि धरान पार्टीहरू पनि जाँदैछौँ। हाम्रो भदैनीको गुन्यु चोलो यसरी सम्पन्न भयो। थ्याङ्क यू फर वाचिङ, किप लभिङ, सपोर्टिङ। अब मेरो नेक्स्ट ब्लग हुनेछ साकेलाको, किनभने म धरान जाँदैछु आज, भोलि पुग्छु। अनि त्यसपछि मेरो घर पुगेपछि चाहिँ त्यहाँनिर 29 गतेदेखि वैशाख 29 गतेदेखि साकेला सुरु हुँदैछ र साकेला कता कता हुन्छ म त्यतै गएर भिडियो बनाउने छु। हाम्रो राईको संस्कार कस्तो हुन्छ, साकेला डान्स कस्तो हुन्छ, त्यो हेर्नको लागि चाहिँ मलाई सपोर्ट गरिराख्नु होला, मेरो भिडियो हेरिराख्नु होला। बाई।